हामीलाई नेपालमै बसेर फेसबुकबाट पैसा कमाउन कसैले पनि रोक्न सक्दैन। नेपालमा फेसबुक अलरेडी मोनेटाइज भइसकेको छ। तर आजको गुड न्युज भनेको अब फेसबुकले कन्टेन्ट मोनेटाइजको लागि फिक्स क्राइटेरिया तोकिदिएको छ र अबदेखि तपाईले मेरो साथीहरू, यो भाइ मात्र होइन, अहिले फेसबुक चलाउने यी भाइ जस्ता अन्य पनि फेसबुक कन्टेन्ट क्रिएटरहरू यसरी नै फेसबुकले ल्याएको नयाँ अपडेटको बारेमा जानकारी दिइरहेका छन्। तर जतिसुकै यो गुड न्युज भन्ने पनि यो सबैको लागि यो गुड न्युज होइन, तर मेरो लागि भने ब्याड न्युज नै बनेको छ। किन भन्दाखेरि योभन्दा अगाडि जुन फेसबुकले क्राइटेरिया तोकेको थियो त्यसमा मेरो 80% मापदण्ड पुरा भइसकेको थियो। अर्थात् मैले फेसबुक चलाउन लागेको 1.5 महिनामै मेरो 5000 भन्दा माथि फलोवर्स कटिसकेको थियो र अहिले आएर जुन हालै मात्रै आएर हिजोदेखि फेसबुकले जुन अपडेट जारी गरेको छ 10,000 फलोवर्स कटाउनु पर्ने भनेर भनेको छ, यो मेरो लागि अत्यन्तै ब्याड न्युज नै भयो। म ढुक्क थिएँ, किन भन्दाखेरि 5000 फलोवर्स कटाएपछि मोनेटाइजेसन हुन्छ भनेपछि म ढुक्क थिएँ। मेरो 1.5 महिनामै 5000 भन्दा बढी फलोवर्स कटिसकेको थियो र हालै आएर मैले प्रोसेस चालिरहँदा केही ठाउँमा पैसाहरू पनि देखाइरहेको थियो डलरमा। जस्तो कोहीमा चाहिँ 39 पैसा, 5 पैसा, 5 रुपियाँ, 10 रुपियाँ, 40 रुपियाँ गर्दै म्याक्सिमम 191 रुपियाँ नभनौँ डलरसम्म देखाइरहँदा म ढुक्क थिएँ। त्यसपछि अब यो प्रोसेस चालिरहँदा भर्खरै भनौँ, अब हिजो मात्र फेसबुकले नयाँ अपडेट जारी गर्यो। 10,000 फलोवर्स कटाउनु पर्ने र 28 दिनमै 1.5 लाख भ्युज कटाउनु पर्ने। यसले हामी जस्ता नयाँ कन्टेन्ट क्रिएटरलाई अत्यन्तै यो गुड न्युज होइन, ब्याड न्युज हो। किन भन्दाखेरि 10,000 फेसबुकमा चाहिँ 10,000 फलोवर्स कटाउन र 28 दिनमै 1.5 लाख भ्युज पुर्याउन साह्रै गाह्रो छ।